भारतको गान्धीनगरमा उहाँको बसाइ छ गुजरातको र यो ठाउँ यो बस्ती वरिपरि गर्छ त्यसपछि ढाडा पटोटीको मान्छेलाई धेरै जसो मान्छेलाई चिन्नुहुन्छ उहाँले खाल होइन तर पनि माया ममता स्नेह र सद्व्यवहार गाउँ वरिपरि सपनामा पनि देख्छु मैले यो गाउँको माया लाग्छ जता कतै जहाँ गए पनि मैले सम्झिराख्छु भन्नुहुन्छ कति वर्षपछि आउनु हो बुवा यहाँ म 6 महिना पहिला आएको दसैँ हैन हजुर दसैँ हजुर फेरि अहिले आएँ हजुर तेरो 4 महिना रहेर गएको हजुर अहिले आएको 2 महिना 2.5 महिना भइसक्यो 2.5 महिना भयो हजुर तर पनि माया ममता यही गाउँको लाग्छ है लाग्छ हजुर है यही जन्मेको बोटाउली पनि रहन्छ यही जन्मेको यही हुर्केको हजुर अब गर्छमा त जन्मियो हजुर खाला माहौल भइहाल्यो हजुर हैन हजुर यो डाँडा काँडा हेरिन्छ आफ्नो सबै बाउबाजेको हजुर सबै सम्झिन्छ हैन हजुर सम्झना आउँछ हजुर अनि सबै हजुरहरू पनि वाकिङ गर्न घेरा माथि के त घरिचौर जानुहुन्छ हजुर हाम्रो अहिले त हाम्रो बुवालाई हाम्रो बुवा त बित्नु हो हजुर हजुर हाम्रो बुवाको अब सम्झनामा कान्छा बुवाले हुनुहुन्छ हजुर हजुर कान्छा बुवा पनि अब धेरै उमेर भइसक्यो हजुर हजुर हाम्रो आमा पनि अब 89 वर्षको हुनुभयो हजुर बुवा पनि अब लगभग त्यति हुन लाग्नुभएको छ अझै पनि उहाँलाई हाम्रो कति ढोक छ उहाँलाई धेरै हाम्रो सम्झना छ हजुर टाढा भए पनि धेरै हाम्रो माया छातीमा चाहिँ हुन्छ हजुर मुटुकमा जो ढल्किरहन्छ जहाँ बसे पनि अब गाउँको सम्झना र कान्छो बुवाको अल्तिर बल्तिरको सम्झना आउँछ सबै सम्झना आउँछ सबै सम्झना आउँछ फेरि हामी अब अहिले 4 भाइ छौँ हजुर 4 भाइमा हाम्रो कोही तितोपिरो पनि भएको छैन हजुर हाम्रो बहुत मिलाप छ घर पनि एउटै हजुर तपाईँ कौन भाइ हुनुहुन्छ म जेठो ए जेठो तपाईँ दुई भाइ हामी दुई भाइ चार अब जेठो अब उता 2 भाइका छोरा 4 भाइ भयो 2 भाइका छोरा 4 भाइ भइयो हजुर हजुर अब फेरि माइलाको छोरा पनि छन् एउटा माइलाको छोरा 5 भाइ 5 भाइ हजुर हजुर माइलाको छोरा 5 भाइ हाम्रो बुवाहरू 3 भाइ हजुर त्यस्तो तपाईँको बुवा कौन भाइ हुनुहुन्छ जेठो जेठो माइला बुवा बित्नु हुनुहुन्न हजुर यहाँ कान्छा बुवा हुनुहुन्छ एक बाबुका छोरा हैन आमा दुईटै तपाईँ उहाँ पहिले यहाँबाट पहिले त भारत लाग्नु भारतको पहिले कुन ठाउँमा जानुभयो पहिला म भारतको पहिला कलकत्ता गएँ कलकत्ता र वहीँ त्यसपछि कलकत्ताबाट म 1 वर्ष कलकत्तामा बसेर गुजरात गएँ हजुर गुजरात गएँ तपाईँ चिनो जानु नभइकन गुजरात जानु भएर निश्चय गुजरातमा हाम्रो फुवा हुनुहुन्थ्यो हजुर फुवा हुनुहुन्थ्यो म सानै उमेरमा गएको हजुर 14 वर्षमा हो कि 14 वर्षमा हजुर त्यस्तै हो तपाईँले पढ्ने कुरा यहाँ नेपाल अब यहाँ चाहिँ यहाँ पढ्यो पनि एसएससी गुजरातमा गरेँ होइन हजुर एसएससी अब एक विषयमा म फेल भएको पनि झुट बोल्दिनँ भाषाको उसले हजुर त्यसको लागि अब उहाँ पनि धेरै म दिनमा पढ्थेँ हजुर रातिमा पनि बडासकोमा जान्थेँ हजुर काम गर्न जान्थेँ 5 रुपियाँ मिल्थ्यो 8 घन्टाको हजुर त्यस्तरी स्ट्रगल गरेँ होइन हजुर यहाँ तक आइयो होइन हाम्रो बुवाहरूको आशीर्वाद बाबुबाजेको आशीर्वाद कुलदेवको आशीर्वाद अनि सबै मावलीको अब तपाईँहरू सबै आउनु हो त्यहाँ हजुर उपल्ला खाला माहौल भयो तल्ला खाला पनि अब मावली भयो हजुर भान्जी हुनुभयो उपर खाला मावली चाहिँ हुनुभयो त्यसलाई यो सम्झनाले अब नमनोरञ्जन नै अब यो सम्झनाले मलाई घेरेको छ कि हजुर हजुर घेरेको छ टाढा भयो नि घेरेको छ हजुरका छोरा कति छोरी कति मेरा छोरा 2टा हजुर एउटी छोरी छोराको नाम छोरा नाम बिरसिंह कहाँ हुनुहुन्छ अहिले बेङ्गलोर के गर्नुहुन्छ यो आर्किटेक्ट छ सिभिल इन्जिनियरको माथि आर्किटेक्ट छ हजुर अहमदाबादमा आर्किटेक्ट प्लानिङ गरेको प्लानर हजुर फ्रान्समा मास्टर गरेको एहे सानो आइटी छ हजुर सानो आइटी हुनुहुन्छ सानो छोरा आइटी पढ्नुहुन्छ सानो छोराको नाम खेमसिंह हजुर हजुर अनि छोरीको नाम दीपिका ठाकुर अब ठाकुर भयो हजुर पहिला त शाह ठकुरी हो हजुर हजुर उसले पनि कलेजको इन्जिनियरको छोराहरूलाई पढाउँछन् एहे प्रोफेसर हुनुहुन्छ यो राम्रो छ घर परिवार सबै चाहिँ
अब यस्तो राम्रो दुःखहरू पढाएर राम्रो बनाउनु भयो धन्यवाद छ तपाईँलाई हामी सानो गाउँबाट गएको होइन हो त सानो गाउँबाट गएको हजुरले नि हाम्रो सम्झना गर्नु हजुरलाई नि धन्यवाद छ होइन एकदम खुसी लागेर हामी दुःख सुख गरेर यहीँ हुर्केर यहीँ जन्मेर यहीँ हुर्केर यही सानो गाउँबाट गएर हजुर केही गरौँ भन्ने जस्तो थियो हजुर त्यसरी तर पनि म जे होस् गर्नुभएछ अब सबै राम्रो गराउनुभयो तपाईँको उहाँ इन्डिया पनि घर छ बस्नुहुन्छ गान्धीनगरमा बस्नुहुन्छ उहाँ पनि घर छ हजुर यहाँ पनि बुटोल बस्नुहुन्छ राम्रो छ बुटोले रहने बुटोल रहनुहुन्छ जे होस् राम्रो छ अब सबभन्दा नेपालतिर पनि माया गर्नुभएको छ आइरहने बसिरहने जस्तो माया लाग्छ त हजुर हजुर ल धेरै राम्रो भयो हामीलाई खुसी लाग्यो हजुर हजुर एकदम ल यहाँसम्म आएर हामीलाई अमूल्य समय दिनुभयो धेरै धेरै धन्यवाद छ फेरि बसौँला हस् है हजुरलाई हाम्रो परिवार तर्फबाट हाम्रो पाँचै भाइको परिवार तर्फबाट पनि धन्यवाद छ हजुरलाई हजुरलाई अब मेरो अब अभिनन्दन छ हजुरलाई धन्यवाद छ हजुर जस्ताको युवकको काम छ बहुत यहाँ अलिक जरुरी छ हामी त बस्न सकिएन हजुर अब सानैबाट परदेश लाग्यो अब हाम्रो सबभन्दा पनि हाम्रो शिवलाल भाइले धेरै स्ट्रगल गर्नुभएको छ हजुर सेवा धेरै गर्नुभएको छ उहाँले अब अहिले हालमा अब धेरै बिजी पनि हुनुहुन्छ हजुर हामीले भाइलाई पनि त्यही भन्छ आफ्नो हेल्थको पनि ख्याल राख्नु हाम्रो शिवलाल भाइलाई त्यही भन्छु म हजुर उमेरसँगै अब उमेर त छैन मभन्दा अब 17 वर्ष भाइ कान्छा हाम्रो हरि भाइ पनि अब 16 वर्ष कान्छा मभन्दा यस्तै गर्छन् हस् त भयो हस् थ्याङ्क यू यहाँ शिवलाल कुँवर समाजसेवी यहाँसँग म 2-4 कुरा गर्दैछु हाम्रो यो रामसिंह बुवा साँच्चै माया गरेर गाउँलाई उहाँ यहाँ कान्छो बुवालाई सम्झेर पनि आउनुहुँदैछ दाइ भाइ वरिपरि गाउँला सबै भेट हुने भनेर यो दाइ आउँदाखेरि यो गाउँ नै कस्तो रमाइलो जस्तो खुसी लाग्ने साँच्चै तपाईँलाई पनि दाइ आउँदा कस्तो लाग्यो दाइ मलाई हाम्रो दाजु आउँदा एकदमै अत्यन्तै हर्षित भएको छु म किनभने उहाँ इन्डियामा जागिर गर्दै गर्दा पनि 6 महिना वर्ष दिनको 1-2 चोटि यहाँ आउनुहुन्छ यहाँ आइसकेपछि अब बुटोल आइसकेपछि मलाई फोन सम्पर्क गर्नुहुन्छ अनि बुटोल उही इन्डिया छँदा पनि लगभग मेरो हप्ताको 1 चोटि दाइ भाउजूसित कुराकानी हुन्छ र उहाँ इन्डिया बसे पनि बुटोल बसे पनि यहाँ गाउँमा आफ्नो जन्मस्थलको चाहिँ अत्यन्तै माया ममता राखिराख्नुहुन्छ र अब वर्षको 2 चोटि गाउँ आफ्नो जन्मथलोमा आउनुहुन्छ उहाँ आउने गर्नुहुन्छ हजुर सोध्ने गाउँकाला फलाना कस्तो छ फलाना के हो कसो पनि भन्नुहुन्छ कि उहाँ तपाईसित मात्रै बढी सम्पर्क छ उहाँ मसित मात्रै सम्बन्ध नभएर गाउँका हर व्यक्तिसँग अब सम्बन्ध राख्नुहुन्छ उहाँ एउटा समाजसेवी पनि हो उहाँले गाउँप्रति गाउँका प्रत्येक बुढापाका आफ्ना अभिभावकहरूप्रति बढी चासो दिने र आफूभन्दा सानालाई बढी माया ममता गर्ने र आफूभन्दा ठुलाको आदर गर्दै उहाँहरूसित राय सल्लाह सुझाव लिएर अब काम गर्नुहुन्छ र यहाँ गाउँमा आएमा पनि प्रत्येकको घरमा उहाँ जाने सरसल्लाह बस्ने अब सरसल्लाह गर्ने सल्लाह सुझाव लिने र सल्लाह सुझाव दिने गर्नुहुन्छ उहाँको चाहिँ त्यो बानी छ दुःख सुखमा पनि साथ दिने कला के पर्छ दुःख पायो भने जस मैले सहयोग पनि गरौँला भन्ने गर्नुहुन्छ है उहाँले एउटा उहाँ चाहिँ इन्डियामा बसोबास गएको जागिर खाए तापनि यहाँ नेपाल अथवा आफ्नो जन्मस्थान यो अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर 2 को गर्छा उहाँको जन्मस्थल हो यहाँ वडा नम्बर 2 मा कुनै असहाय व्यक्ति आर्थिक नभएका व्यक्तिहरू त्यस्ता अपाङ्ग असहायहरू भए यस्तो सहयोग गर्न पर्यो भने पनि उहाँले सहयोग गर्दै आउनु भएको छ यहाँका मठ मन्दिरहरूको निम्ति पनि उहाँले आर्थिक सहयोग गर्दै आउनु भएको छ त्यसले गर्दा उहाँ यहाँको अभिभावक हो सिङ्गो मालारानी 2 को अब अभिभावक हो भन्ने लाग्छ हजुर र उहाँले यो मन्दिरलाई पनि तीनसल्ली मन्दिरलाई पनि सहयोग गर्नुभएको र उहाँको छोराले र यो ठाउँमा मलाई पनि फोन गर्दाखेरि लौ न त्यो गाउँका मान्छेलाई कस्तो भयो होला के भयो होला अस्ति एउटा भिडियो हालेथ्यो भन्ने जस्तो कुरा गर्नु हो र गाउँका वरिपरिलाई सोध्ने
उहाँ जहाँ बसे पनि यहाँप्रति माया छ है एकदम छ होइन त ल माया छ गर्छप्रति माया छ खालाप्रति माया छ ढाडाप्रति माया छ अमिलीप्रति माया छ उहाँले जहाँ गए पनि त्यो नभुल्ने कि नभुल्ने एउटा सत्यता त्यो देखियो उहाँलाई त्यो पहिला उमेरसँगै त्यस्तो थियो कि उमेर गएपछि झन् बढी माया भयो यो गाउँको दाइकोलाई उहाँले सानो उमेरदेखि नै गाउँप्रति माया ममता भएको मान्छे व्यक्तित्व हो उहाँ हजुर हजुर र अब फेरि उमेर बढ्दै जाँदा हजुर फेरि झन् माया लाग्नु त स्वाभाविकै हो हजुर हो नि हिजो युवा परिस्थिति बाल्यकालबाट युवा भयो युवाबाट चाहिँ अब अलिकति उमेर ढल्किँदै जाँदा हजुर फेरि चाहिँ अब विगतदेखि नै सानो उमेरदेखि नै माया ममता भएको र अहिले पनि उहाँप्रति माया ममता गाउँप्रति रहेको र साथसाथमा फेरि भाउजूको पनि यहाँ चाहिँ यो तीनसल्ली मन्दिरप्रति बढी माया ममता भएको चाहिँ अब देखिन्छ फेरि उहाँको माइत पनि नजिक रहेछ त्यस कारणले पनि हजुर यही धुर्कोट गाउँपालिका वडा नम्बर 2 को पिपलधारा हो हजुर हजुर बरजा भन्ने ठाउँमा त्यसले गर्दा यहाँको माया उहाँ पनि सानो बाल्यकालमा उहाँको दिदी नै यही वर्षमा रहेको कारणले उहाँ आउने बस्ने गरेको र फेरि पछि उहाँ हाम्रो रामसिंह दाइसँग विवाह भएको कारणले पनि फेरि पहिलादेखिको माया ममता अहिले पनि चाहिँ त्यहाँ रहिरहेको परिस्थिति देखिन्छ छ हजुर हो ल हामीलाई अमूल्य समय दिई सहयोग गर्नुभएकोमा शिवलाल दाजुले धेरै धेरै धन्यवाद छ हस्त धन्यवाद मेरो तर्फबाट पनि हाम्रो चाहिँ अब आदरणीय व्यक्तित्व बुद्धिराम खत्रीलाई धेरै धेरै धन्यवाद छ र फेरि भेटौँला भन्दै बिदा हुन चाहन्छु हस्त नमस्ते हस्त